हाम्रो चाहिँ फोटो सेसन सक्यो गाइस अनि हामी जाँदैछौँ होइन केटाहरू पनि आउँदैछन् पछाडि केटाहरू दुईजना मात्रै आउँदै रहेछन् अरू दुईजना काट्नु थाल्दैन गाइस हामी चाहिँ चतराको पुल आइपुग्यौँ सो यहाँबाट चाहिँ बारसपुर जाने बाटो हो अनि हामी यहाँबाट लाग्छौँ लेफ्टतिर सो या के सामानहरू किन्नुपर्छ अनि त्यस पछाडि लाग्नुपर्छ गाइस के हो रक्सीहरू कुदाउँछ क्या हो गाइस कट नो कट गाइस अब उयो गरौँ चटपटे सटपटे सामान लिउँ अब डाँडा सुटिङ हुँदो रहेछ फिल्मको यता अब सुटिङ हुँदैछ गाइस हेर्नु हामी सुटिङमा आइपुगेको छौँ कसको अब यसो खाजा साजा बनाउनलाई यहाँ चटपटेको सामान तामान किन्दैछौँ यहाँ हेर्नुहोस् चटपटेको सामान तामान बनाउँदैछन् हामी पनि अब यहाँ सामान तामान लिन आएको छौँ केटा चिसा लाउने हो पर्छ त्यो त ल अब सब केटाहरू यहीँ छन् होइन गाइज यति नै हामी मान्छे हाम्रो साधन त्यहाँ छ ल स्टे ट्युन है गाइज के भन्छ सुटिङको गाडी रहेछ हामी ठ्याक्कै त्यहाँ आइपुग्यौँ सबै यहाँ नेपाली पढ्न आएको छैन हाम्रो नयाँ साथी छ होइन यहाँ चाहिँ गाइज मिटअप भइसक्यो काकी साइली रहेछ कट गाइज यो यस्तो नेपाली नेपाली मालिक दोस्त फेल होइन पाँच मरेर गाइज व्याकरण ट्याकरण हेर्दै गर्छौँ हामी होइन यसको मुख चाहिँ अहिले नहेर्नु काले छ तँलाई ब्याकएन्डबाट मिलाउँछु भन्दै गाइज कटै यो पढाइको कुरा डल्लो होइन भोलि थाहा हुन्छ त्यो के भन्छ 38 पेजको भोलि गर्ने हो भोलि हो भोलि होइन त्यो यही हप्तामा त्यो 38 पेज गर्नुपर्छ कति झन्झट तँलाई थाहा भाइ मलाई थाहा छ मैले सबै हेरिसकेँ सोही गर्दिनँ गाइज यसको मुख चुप भइहाल्यो कसको 38 पेज हो त्यो होइन उयो डिएसएको गाइज घुम्न आएको पढाइ कुरा नगर्ने यस्तो चल्दै गर्छ गाडी चलाउनु पर्छ भनेर हेर्नु त अघि गएर बसेको बाट्नुपर्छ अलिअलि हेर्नु गाडी किन चलाउनु पर्छ भनेर अघि बस्छ बिचरा लुले जसको हात भाँचो छ त्यसलाई चलाउनु लाग्दैछ त्यहाँ बसिरहेको छ देखेको छैन ल गाइज हेर्नु अफरोडिङ छ हेर्दै हेर्नु त्यो सुटिङको हिरो हिरोइनहरू तिनीहरू गाइज हेर्नु सुटिङको हिरोइनहरू थाहा छैन हामीलाई चाहिँ हामीले चाहिँ अन्दाजी लाग्छ होइन ओए बाटो धेरै खराब छ ब्यागमा हाल्नुपर्छ ल गाइज स्टे ट्युन अब हामी अफरोडिङ गर्छौँ कसले चड्डी चाहिँ खान्छ हो त्यहाँ सबै प्लास्टिकमा छ ल गाइज हामी यसो पाहाडतिर आएको छौँ भर्खरै अब यसो अलिक अफरोडिङ भइरहेछ अहिले अलिक गाह्रो त अब त्यही त 125 सिसीवाला मात्र भइरहेछ हामी त हाम्रो त भाले भाइ हाम्रो राइडरलाई पानी जस्तो गरे गाइज पानी ला चिप्पो पानी छ आरामले हिँड्छ
जसो हामी यहाँ यो ठाउँमा आएको छौँ होइन, यसो रोकेका छौँ। यहाँ राम्रो रहेछ होइन भाइ सिन, बाटो पनि अलिअलि लास्टै अफरोड थियो। हर्क सम्पाङले नै यो बनाएको होला बाटो होइन गाइज, तर बाटो जे भए पनि सिनेरी चाहिँ राम्रो थियो होइन। सिनेरी हो यहाँ हेर्नु गाइज, होइन यता हेर्नु सिनेरी एकदम राम्रो छ होइन। यहाँ त्यहाँबाट आएको हामी, एकदम बाँस तासहरू छ, बाइकहरू त्यता छ, सिनेरी एकदम कडा छ गाइज। किन के छ गाइज? म चाहिँ फेरि ब्याग लिन गएको होइन, केटाहरू मुलाहरू ब्यागै नल्याउँछन् अनि त हुन्छ बाँदर साँदर ल्याउटाइन्छ अरे। हेलमेट पनि हेर्नु गाइज, उठाएर लिएर आएको बाँदर ल्याउटाउँछ अरे। तर बाटो चाहिँ यस्तै छ के भन्नु अरे, अब हर्क सामाङले यति नै बनाएको अरे हर्केले। अब त्यसो भए त्यहाँ पानी भेटेछ गाइज, राम्रो पानी रहेछ, त्यो भएर ब्याग स्याग लिएर आऊ भनेछ। त्यहाँ बसेर यसो खाजा साजा खाइन्छ बनाएर यताउति। अनि अब अरू चाहिँ म त्यहीँ गरेर बनाउँछु होइन। ल हेर्दै गर्नु है गाइज, स्टे। गाइज यहाँनिर हाम्रो मोटे भुडे भाइ चाहिँ गन्जिरा पुरै रेडी भइसक्यो होइन। हामी चाहिँ अलिकति माथि एक्सप्लोर हान्दैछौँ। यहाँनिर पनि छ जस्तो लागिरहेछ र एउटा रिल चाहिँ बन्नेको छ होइन, खत्रै खालके। हेरौँ न एकचोटि भने क्या, हेरेर आउने हो कस्तो छ होइन। मान्छेले के गर्छ सुट गाइज, हामी चाहिँ सही कुरा हामी चाहिँ मान्छे होइन, हामी चाहिँ मान्छे होइन गाइस, हामी पनि मान्छे हो। यहाँ त बब्बल बाढी आउँछ होला यार गाइज होइन। यहाँ अलिकति खतरनाक हामी स्विमिङ खेल्ने ठाउँ रहेछ होइन। यसो खेल्यौँ भनेर हेर्नु, यसो त्यसलाई हेर्नु अघि रेडी भइसक्यो मुला नुहाउनुलाई। गर्मी भरे आउँदा तर पानी चाहिँ गहिरो नि रहेछ हौ, यति सानो भए पनि राम्रो छ पानी चाहिँ। त्यहाँ हेर्नु गाइज, त्यो मोटे चस्मा लाएर हेर्नु, कुल्दै जानु चस्मा ला। केटाहरू कहाँ माथि गएको छन् गाइज, म पनि पुगेर आउँछु। अलिकति सानो पानी सानो आउँदैछ। त्यहाँ हेर्नु, त्यहाँ फोटोसोटो खिच्न गएको छ हाम्रो सनम भाइ, त्यहाँ छ। त्यहाँ त्यसलाई टाइटानिक पो चाहियो अरे, टाइटानिकको गर्न। अरे म अर्को बाटो आएँ गाइज, यताउति भिडियो बनाउँदै बाटो यता रहेछ। राइट धेरै भएछ काहीँ घुम्न नगयो, हिँड्न पनि सकिरहेको छैन। लुलेहरू कहाँ छन्? पप्रे उहाँहरू गाइज, लुलेहरू कहाँ आएको छन्? त्यहाँ छ, त्यहाँ देखिँदो आयो ऊ त्यहाँ। आम्मा के खाना गएको गाइज? यतातिर यसो ठिक हुन सक्छ भनेर चाहिँ हामी आयौँ यो घनघोर ढुङ्गाको बिचमा होइन। नेपाली बुकको 11 क्लासको दमयन्ती जसरी आयौँ हामी आउनु चाहिँ, तर हामीलाई झाँटकै थाहा छैन के कस्तो छ भनेर। यत्रो ठुलो ढुङ्गा रहेछ गाइस, छैन यहाँनिर केही पनि छैन रहेछ गाइस। सो यही मात्र रहेछ। अब फर्किँदैछौँ हामी। यहाँनिर रहेछ अलिअलि खेल्नु ठाउँ त बस्नुलाई त होइन, चोटपट्टि खानु पर्ला। तर जाउँ त्यहीँ पनि ठिकै रहेछ हौ, ती जाउँ है, जाउँ त्यहाँ। सो हामी चाहिँ एकदम हाम्रो घोर तपस्या, घोर खोजाइ, रिसर्च प्रक्रिया पछाडि फर्किँदैछौँ होइन। हामीले केही भेटिनौँ, सानो भाइ र मैले। हामी केटाहरू यहाँनिर फोटोसोटो खिच्दै थिएँ। एकदम ठिकै रहेछ, रमाइलो रहेछ ठाउँ नुहाउनुलाई चिल। अब यहाँ एकछिन नुहाउने ओर्ने, खाजा खाने, अनि फेरि केटाहरूलाई एडभेन्चरमा लान्छु म होइन। अनि त्यो एडभेन्चर पछाडि फेरि कहाँ जाने थाहा छैन। त्यस पछाडि अब म नुहाउँदै सोध्छु गाइस, त्यस पछाडि केही भनौँला। यहाँ चाहिँ नि हाम्रो केटाहरू चाहिँ पुरै फोटोसुटमा होइन। आई लभ यु गाइस, आई लभ यु। सो आज चाहिँ एकदम फ्रेस हुने दिन हो, फ्रेस हुने, घर जाने होइन, त्यही हो। एकदम सानो खोला, ठुलो खोला तरेको छु। बाढी आएको बेलामा त मस्त बगाउँछ यहाँ। त्यसले भेटेन चाहिँ केही पनि ठाउँ होइन। गएको थियो त्यो ठाउँ हेर्नलाई, केही नभेटेको नि केटाहरू त्यहाँ पुगेर आयो। त्यहाँ माथि 15 मिनट त्यत्तिकै लाग्यो तिनीहरूको।
सानो सानो झर्ना छ भन्दै यिनीहरू अब यही बाटो हामी पानीकै बाटो यसो जाँदै गर्छौँ। दुईवटा भ्लगर ठ्याक्कै भेट भयो। दुईटा भ्लगरको भेट भएको छ गाइस। चाउचाउ जस्तो गुन्द्रुक जस्तो कपाल भए पनि भ्लग चाहिँ बनाउन सक्नुहुन्छ उहाँले। अरू कुरा त्यस्तै हो होइन, लुलेको हात भाँचे पनि टक्लु चाहिँ राम्रो देखिरहेको छ आज। के राम्रो देख्छ तक्लु तक्लु त एकदम होइन यही ठिक छ त। राखेर टक्क खाने ठाउँ पनि छ नि त। यहाँ चाहिँ अलि राम्रै छ होइन। यहाँबाट कहाँ जाने अब सिधै उता जाने माथि जानुपर्छ एकछिन, माथि चिया चाहिँ खानुपर्छ हौ। माथि के भन्छ यस्तै छ। मैले सर्टकट बाटो ल्याएको नलागेको गाइस, त्यसलाई उता परबाट आउँदैछ। ढकाल भाइ त चुप्लिङ हानिसक्यो होला त। छैन छैन ढकल हामी आइपुग्छ त। गन्जी लाएर पुरा रेडी भएर बसेको थियो। ओइ पहिला चाहिँ बिस्तारी छिराने अनि मात्र हाम फाल्नु पऱ्यो। कहाँ छिर्छ हौ हाम फाल्ने त मुला गइरहेको खाएन भाइ। त्यस्तै हुन्छ नि पोखरी जस्तो होला क्या। यहाँ त माछा मार्ने लुक्दैछ त्यो। गाइज अब त्यहाँ पुगेर अब होइन यसो चुप्की हान्दाखेरि यसो भिडियो बनाउँला। गाइज पुरा तौली सौली ल्याएको छ। नेक्स्ट भ्लग ए होइन एकछिन पछि पिस। गाइज जे पनि आएछ बोलायो। हेलो एन्ड वेलकम ब्याक अगेन गाइज टु हाम्रो च्यानल होइन, हामी सबैको च्यानल। अनि हामीसँग यहाँ नयाँ साथी पनि छ, हामी सानो भाइ पनि छ, हाम्रो अर्को ठुले काले भाइ पनि छ, रिजन पनि छ। एउटा यहाँ गन्जिलारी लुक्दैछ गाइज, कट्टुमा होला त्यो। सो हामी चाहिँ अब यहाँनिर आएको छौँ, यहाँ चुप्लिङ हान्नु आँटेको छौँ। एकछिन यहाँ पौडी सौडी खेल्ने हो, खेल्नु चाहिँ आउँदैन त्यही पनि खेल्ने हो। त्यस पछाडि खाजासाजा खाने अनि त्यसरी टाप ठोक्ने गाइज अरूतिर घुम्नुलाई। सो त्यतिन्जेलको लागि चाहिँ इन्जोय आवर ब्लग, पिस। सो फन गाइज, सो फन। खतरा गइरहेछ, मोटे त त्यत्रो डुब्दैछ। ढुङ्गा छ हौ, काट्छ। यो गाइस हामी चाहिँ आइसक्यौँ यहाँ माथि होइन, यहाँ चतराको पुल यो हो अघि देखेको। सो हामी चाहिँ यहाँ आइपुगिसक्यौँ। अनि यो 12 क्षेत्र। अनि केटाहरू चाहिँ कहाँ छन् थाहा छैन, अति अल्छी लाग्यो पछाडि बस्नुलाई। सो तुफानमा आएको होइन हामी चाहिँ। अब हामी आइपुग्दाखेरि 3 भएको थियो, कति 3 बजेर 3 मिनट। केटाहरू कति बेला आइपुग्छन् हेरौँ। सो केटाहरू आएपछि आई विल लेट यु नो गाइस। पिस पिस भन्दै यता यता जाँदैछु म। आयो सो गाइज नयाँ मान्छे इन द हाउस। अर्को पनि आयो गाइज। यो अब चिया चिया खानुपर्छ अनि त्यस पछाडि फेरि घरतिर होइन। ठाउँ चाहिँ यो गाइज नाम चाहिँ थाहा छैन होइन, यस्तो चिल ठाउँ रहेछ। आन्टी हुनुहुन्छ पकाउने। यतापट्टि बस्नु चाहिँ अलिक अप्ठ्यारो रहेछ। यही हो बसेर न फेरि चस्मा लगाइहाल्यो एकरी। त्यहाँ त भाइ तिमी त उयो पनि भेटिँदैन। भेटिन्छ केही भेटिँदैन बाघ त्यहाँ। मरेपछि निस्किन्छ त माथिबाट गुलुङ गुलुङ। त्यो तिमी धसिहाल्छौ नि तल बासीमा। उता माथि त्यो पछि गानामा हाल्नु पर्यो हो एउटा रिल ट्याग गरेर एउटा फोटो खिचौँ न, त्यसमा यही गाना हाल्नुपर्छ, सबले ट्याग गर्नुपर्छ। तर पछाडि फर्केर अहिलेको जस्तै ए अहिलेको फोटो छ त पछाडिको डेस्टिनेसन बेगलको ठाउँ हो गाइज। गीत चाहिँ फेरि अनलाइन छैन। नम्बर पनि छैन हाम्रो थुप्पा होइन। यसो राम्रो ठाउँ छैन यतातिर। यो लुले धेरै गफ दिँदैछ। अब हामी चाहिँ खाएछौँ गाइज गोट, GOAT गोट रोनाल्डो ग्रेटेस्ट अफ अल टाइम। गोट गाइज गोट सनम गाइज बोका सनम तँलाई यहाँ चाहिँ मजा आयो होला होइन। मिर्चा यहाँको धुला धुलो सानो भाइ सबको नास्ता सबजना हामी बाहिर बसेर खाने भनेको हातमा लाङ लगाऊ गाइज। थ्याङ्क यू। सो वेलकम ब्याक गाइज। खाइसक्यौँ
सबजना ती छन् यसको चाहिँ अलिक चाकमा पिलो आएको छ अरे त्यो उभिरहेछ किन खान्छौ मैले खान्छु भनेकै छैन गाइस यसलाई आफै धेरै सक छ उ त बाख्रा छ त्यसलाई खाऊ न तिमीलाई नै खुवाउँछु म त पार्टनर चेन्ज गर्ने गरिदिउँ न त म त रेडी छु म र अर्जुन जान्छु नि त चार्जर होइन होइन म ठ्याइ सक्दिनँ म किन यो त झन् सजिलो मान्छे ल अन्त बस्ने मोडे बस्नु तिम्रो बाइकले थाम्नु यता थुक म्याकुरी आबाले उडायो साले ल गाइस अब यहाँ राखेको होइन उठाउँछु नि अब यहाँबाट फेरि जाने फोटो खिच्नु घुमुनतिर गएर यसो चिया चिया त खायो है खायो त गाइस यस्तो बाटो छ होइन हेरौँ त्यहाँ परको पुलमा पुग्नु पर्ने त्यहाँबाट यसो धरानतिर निस्किनु पर्ने छ काम छ यसो चिया खाने त्यहाँ पनि एक दिनको टुर सिद्धिन्छ यो भ्लग आउँछ यसो माया गरिदिनु होला खाना पत्ता कहाँ कहाँ डुलाउँदैछु गाई जिनीहरूलाई होइन कसैलाई केही थाहा छैन कहाँ छु मलाई मात्रै थाहा छ तर म भन्दिनँ अनि फोटोसोटो चल्दैछ केटाहरूको होइन त अब हामी एउटा फोटो खिच्ने अनि पछाडि पहिला अब गाइस हामी चाहिँ सुन्नु तू मेरो से प्यार करती है कि नहीं यो गाइस अप्ठ्यारो बाटोमा मैले कुदाएँ अनि सजिलो बाटोमा मतलब अप्ठ्यारो त अप्ठ्यारो छ त्यही पनि राइडर चाहिँ गाइस सेम त्यही बाटोबाट घरमा झुट बोलेर अर्कोतिर जाँदैछु होइन अब धरानतिर हुन्छ होला सायद थाहा छैन धरान आइपुग्यौँ गाइस धरान यो धरान चतरा रोड हो यो धरान आइपुग्यौँ अनि यो चाहिँ धरान चतरा रोड हो केटाहरू यहाँ छ नि पछाडि दुईजना जाँदैछु अब भेरेटारतिर भेट्नुपर्छ गाइस त्यो बाटोतिर होइन सो यहाँ तिनको लागि के रोकेको थियो मलाई केटाहरू भागि नै सक्यो हेर्नु त यहाँ गाडी छ कसैको लागि पर्खिँदैन भन्छ नि धरानमा आइपुग्यो होइन यसो यहाँ घुम्न आएको एकदम कुहिरो लाग्थ्यो अहिले बेला होइन कपाल चपाल भिजाएर पछाडि गएको चुमु देखिरहेको त्यही पनि हेर्नु भ्यू हेर्नु नयाँ किसिम परिको लागि हो जुन यहाँ छ आज ती गरेर फोटो खिच्छ अरे आज होइन गाइस ती गरेर फोटो खिच्छ होइन टेन्सन छैन आज त्यसो भए रिजनको बजेटै यहाँ सकिसक्यो म गरिब भइसक्यो गाइस एक नम्बर एक दिनको तलब त सिधै भोलि आइहाल्छ नि सो गाइस हामी चाहिँ खाजासाजा खाएर तल झऱ्यौँ होइन माथि चाहिँ भिडियो बनाउन पाइएन किनभने हामी एकदम भुकले ढाकिएको थियौँ र मैले चाहिँ भिडियो बनाएन केटाहरूले बनाएको होला त्यसमै छ भने होइन इटरी आइपुग्यौँ होइन भर्खर गन्तव्य इटरीसम्म आइपुगेको छ 7 बजिसकेको छ आज खतरनाकको उयो भयो सानो भाइ पनि छ अलिक टाइम लाग्यो आज होइन केटाहरू ओइ ल अब केटाहरू आइपुगेँ गर्दै गर्छु है मैले बिस्तारै हामीले कति अगाडि बसेर हामीले कति भ्लग त बन्दै छ गाइडा कस्तो गर्दै अनि कपाल चाहिँ लास्ट चाहिँ हाल्नु सक्नु म यत्रो बोल्दैछु हजुर बाई गाइस गाइस अब भ्लग इन्डिया हुन्छ अब हामी आफ्नो घर जान्छौँ होइन अब बाटोमा भेट हुँदैन केटा हो ल केटा हो ल गाइस यहाँबाट छुट्टीमा अब हामी चाहिँ निस्क्यौँ अब बाई भन ल बाई सो गाइस हामी चाहिँ इटरी आइपुग्यौँ होइन 3टा बाइक जङ्गलमा कता हरायो अनि अब चाहिँ हाम्रो भ्लगको अन्त्य गर्ने टाइम भयो सो फेरि अर्को भ्लगमा भेटौँला गाइस होइन फेरि ल बाई गाइस ल बाई ल अर्को भ्लगमा भेटौँला गाइस टिल देन गुड नाइट राइट सेफ पिस